हेलो साथीहरू, आज म मेरो ठुलो दाजुको घरमा पुगेको छु। ठुलो दाजुले पकाएको परिकार खान लाग्दैछु। अनि मेरो भाउजू दाजु गफ गर्दै हामी चाहिँ खाँदैछौँ। ल है त कस्तो छ परिकार हेर्नु होला है। उहाँले तताउँदै मलाई दिँदै हुनुहुन्छ। मासुको बिरयानी हो अनि तताउने अब सबैलाई चाहिँ साह्रै जोस चल्छ हौ दाजु। आलु त्यो आलु पनि नै लाग्यो बिरयानीमै। अन्डा पनि छ। ओ माई गॉड। हेन्सल एन्ड ग्रेटलको त्यो आइसक्रिमको घरमा पुग्दाखेरि आइसक्रिमको उयोहरू चाहिँ एक पाटाहरू भाज्दै खाए अरे त्यस्तै मासुको पाटा छ त हौ। नरम छ। एउटै डल्लोले मात्र पुग्छ होला हौ। त्यसलाई चाहिँ अब यो पुरानो काममा गएर अन्डा पनि 2-3 चाहिँ बनाउनु चाहिँ के आएको छ हौ। अनि त्यो चाहिँ अन्डा वा ल एउटा हुन्छ नि पुदिनाहरू छ के थाहा छ। होइन दही प्याज तिलको छोपहरू छ। दही प्याज तिलको छोप खोर्सानी हरियो बोडी लु खाऊ है त।